साथीहरु यो सिन हेर्नुहोस् है, यस्तो राम्रो सिन छ। तपाईहरु हेर्न सक्नुहुनेछ। आज म अलिकति धेरै दिन भयो बाहिर ननिस्केको, नहिँडेको, अलिकति हिँड्नु पर्यो भनेर बाहिर निस्केको। यस्तो राम्रो सिन छ क्या यतातिर। दुईजना पनि छन् अगाडि। यस्तो छ क्या यहाँ बब्बा। आज मौसम एकदमै अलिकति चिसो पनि थियो, गर्मी थियो नि धेरै। त्यही भएर कहिलेकाहीँ यसो बाहिर निस्किन पर्छ क्या। ल भन्नु होला है, सिन चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई। अनि साथीहरू यहाँनिर नल्का रहेछ, भेट्यो होइन। हिँड्दै हिँड्दै खै पानी आउँछ कि आउँदैन, अब चलाउनु पर्यो। ए पानी त आउने रहेछ। ए फटाफट धो छिटो अलि। यति यहाँ सक्यो अझ, फेरि चलाउनु पर्यो। आफैले आफ्नोलाई पानी चलाउन अलिक गाह्रो, चिसो आउँछ हेर पानी त। पानी त चिसो आयो। सिन चाहिँ यस्तो छ क्या, एकदम बबाल। अनि अब कहिलेकाहीँ यसो बाहिर हिँड्दाखेरि भिडियो पनि सुट गर्नुपर्छ होइन। अब हाम्रो ब्लग बनाएर ब्लग चल्ने कुरा त रहेन, तर पनि याद त रहिरहन्छ नि त। यो ठाउँमा गएको थिएँ अनि यसो सानो मैले भिडियो क्लिप खिचेको थिएँ भन्ने हुन्छ नि त। त्यही भएर पनि यसो घुमघाम गरिराख्नुपर्छ क्या साथीहरू है। तपाईँहरू पनि यसो भिडियो बनाउनु होला आफू गएको ठाउँहरूमा। के थाहा कुन दिन कुन भिडियोले तपाईँको जिन्दगी बदलिन्छ थाहै हुँदैन। फेरि मलाई त यस्तो बोट बिरुवाहरू, यो टाइपको घाँसहरू, यस्तो रुखहरू, यस्तो डुब्न लागेको सूर्य, यस्तो रुखको पेड भन्ने के भन्ने र यस्तो देख्दाखेरि एकदमै रमाइलो लाग्छ क्या। त्यही भएर मैले यस्तो सानो भिडियो खिचिदिएको। अब हेरौँला साथीहरू, यहाँ हेर्नुहोस् त भ्यू या, वाउ वाट अ भ्यू। यस्तो ठाउँमा घुम्नुपर्छ क्या, यसो मन भुलाउनलाई। प्रकृतिमा रमाउनुपर्छ क्या। यस्तो अटोमेटिक भएको कुरा क्या, यो कसैले निर्माण गरेको चाहिँ होइन। यस्तो छ क्या ठाउँ, वाउ। यहाँ खेतीपाती छ होइन, यस्तो छ, चिसो हावा चलिरहेछ शिरशिर। ए बबाल छ क्या। यसो सिनहरू हेर्दाखेरि बबाल लाग्ने कि, बबाल एकदम। तपाईँहरूलाई मनपर्छ कि नै यस्तो ठाउँ घुम्न? यसो क्यामेरा घुमाइदिनु पर्यो। कस्तो लाग्यो साथीहरू भन्नु होला है। मलाई यस्तो राम्रो लाग्यो यो ठाउँ। अब यहाँको त जाने बाटो छैन क्या हो, अलि त्यसै छ। मलाई यो सिन देखेर मात्रै भिडियो बनाउन मन लाग्यो साथीहरू होइन। तर अलिकति यसो अब भ्लगहरू बनाउला नि भन्ने त हुन्छ, बनाउला भन्दा भन्दै त्यस्तै हुन्छ। यहाँ साथीहरू भाङ्नु पनि हुने रहेछ क्या, भयङ्कर। हेर्नुहोस् त, तपाईँहरू भाङ्गो खानुहुन्छ भने यहाँ भाङ्गो पनि छ होइन। तर यसरी अब भाङ्गोसाङ्गो चाहिँ खानुहुन्न, तर मैले छ भनेको मात्रै हो है। यो कुन ठाउँ हो कता हो भनेर चाहिँ भन्दिनँ, नत्र तपाईँहरू आएर झ्याम भाङ्गो खाएर काटेर लग्न सक्नुहुन्छ यहाँ। यस्तो छ यहाँ, यस्तो राम्रो ठाउँ छ यार, बबाल लाग्यो मलाई चाहिँ। अनि त्यस्तो ठाउँमा घुम्दाखेरि धेरै मान्छेहरूको भिडमा, सहरतिर गाडीको चिच्याहाटभन्दा टाढा रहेर गाउँघरमा एक्लो घुम्दाको मजा भनेको चाहिँ एकदमै अलग्गै हुने रहेछ क्या साथीहरू। यस्तो मजा पनि लिनुपर्छ है। हेलो साथीहरू, हामी चाहिँ भिडियो बनाउने क्रममा यसो त्यसै घुमौँ न फेरौँ न भन्दै यहाँ मन्दिरमा आयौँ होइन। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ, यो भित्रबाट एकदमै ऐतिहासिक मन्दिर रहेछ होइन। यो
खाटु श्याम भन्ने मन्दिर रहेछ होइन। अब त्यो यसको बारेमा मलाई अब धेरै जानकारी चाहिँ छैन, तर अब यसो घुम्दा घुम्दै म पनि यहाँ पुगियो के। अनि पुगिसकेपछि यहाँ भित्र धेरै कुराहरू छ, म तपाईँलाई भिडियोमा देखाउँछु सानो सानो क्लिपमा। यो भिडियो लास्टसम्म हेरेपछि यहाँ सबै कुराहरू थाहा हुन्छ। भिडियो अन्त्यसम्म हेर्नु होला, म बिचमा राखिदिन्छु, योभन्दा अगाडि राखिदिन्छु है, हेर्नु होला सबैजनाले।